हेलो साथीहरू, म चाहिँ आज लसुन खुर्सानी टमाटरको अचार बनाएर राख्दैछु। मेरो अचार अब मैले मिक्सरमा पिस्छु, कस्तो हुन्छ हेरौँ है साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ लसुन टिमुर खुर्सानीको अचार? टमाटर राखेर पिसिरहेको छु मैले। हेर्नुहोस्, मेरो अचार यस्तो भयो। अब म चाहिँ यो अचारसँग भात खान्छु। कस्तो भएछ है साथीहरू, म खाएर पनि देखाउँछु हजुरहरूलाई मिठो छ कि छैन भनेर। अचार चाहिँ दामी रहेछ साथीहरू, एकदम बेस्ट भएको छ।